नमस्कार। यही ठाउँमा आजभन्दा हामी 5 वर्ष अगाडि हामी नेपालमै केही गर्छौँ, विदेश जाँदैनौँ भनेर बसेका साथीहरू थियौँ। आज फेरि 5 वर्ष पछाडि आज हाम्रो फेरि भेट भएको छ। तिमीले यो 5 वर्ष बिचमा चाहिँ काम चाहिँ के गर्यो तिमीले? हामी जस्तो युवा अहिले देशमा बस्ने स्थिति मेन छैन हेर है। किन र कसरी? देशमा त सबै दिगले भरिपूर्ण देश छ भनिन्छ। यस्तो छ, यो स्वर्ग भन्दा पनि प्यारो आफू जन्मेको मातृभूमि हो। यो यसलाई छोडेर चटक्कै जान पनि नसकेर देशमै केही गरौँ भन्ने हिसाबले आफ्नै देशमा पठाओ राइड हानेर भए पनि दिन गुजारा गरेर हेर्नुहोस्, अहिले नेपालमा बस्ने स्थिति भनेको डक्टर होस् या इन्जिनियर होस्, सबैको नेपालमा बस्ने स्थिति छैन क्या, लगभगै छैन। ल ठिक छ, तिमी पठाउ राइडर गर्यो है त। पठाउ राइडर गर्दाखेरि के कति कमाइ के कति हुन्छ? अब पठाउ राइड गर्दाखेरि यस्तो हुन्छ, अब मान्छे भएको दिन अब 1000 पनि हुन्छ, 1500 पनि हुन्छ। बाइक बनाउनै पर्यो, तेल हाल्नै पर्यो होइन। त्यो हिसाबले चाहिँ अहिले नेपालमा बसेर सामान्य दिन गुजारा त्यो मात्रै भइरहेको छ। अहिले कमाउनु पर्ने उमेर हो हाम्रो खासमा यो। अब यति पढियो, मसँगै पढेको साथीहरू आज पता छ हेर, विदेशमा दुःख छ नआऊ भन्छ, यहीँ आफूले केही गर्छु भनेर लागेको मान्छे विदेशमा अहिले उनीहरूले दुःख गरेर भए पनि उनीहरूलाई पढ्दाखेरि भोलि औषधिमूलक उनीहरूले आफैले जुगाड गर्न सक्ने अवस्था छ। र अहिले नेपालमा के छ भन्दाखेरि हामी युथ माझमा के छ भन्दाखेरि अहिले जति जे गर्न खोजे पनि नेपालमा टिक्ने स्थिति छैन। त्यही भएर नै अब यसको मतलब तिमीले पनि समय बराबरै दिन्छौ। विदेश जाने साथीले पनि 12-13 घण्टा समय दिन्छ, तर समय दिए अनुसारको उसले त्यही अनुसार पैसा कमाउँछ। तिमीले पनि नेपालमा पठाउ राइडको लागि पनि त खटिन्छौ, 12-13 घण्टा खटिन्छौ। त्यो हुँदा दिनमा 1000-1500 भएको कमाइ यहीँ बस्न मात्र ठिक छ, भविष्यको लागि केही देखिएको छैन। अन्तिममा तिमी पनि विदेश जाने नि सोचमा छौ। यस्तो भयो। अब के भन्छु भन्दाखेरि अब मेरो देश ऋषिमुनिहरूले तपस्या गरेको देश आज कहाँ छ? राजनीतिको चपेटामा परेर ठुलो देशहरूले सानो देशलाई राजनीति गरेर आज यहाँको मान्छेलाई मेसिनरी बनाएर बाहिर बेच्दैछन् एक एकको बढी। हामी दिनौँ हेर्छौँ, न्युजहरू हेर्छौँ, तै पनि त्यो देख्दै पनि कस्तो बाध्यता आइछ भने नेपाली युथमा अहिले कस्तो छ भन्दाखेरि पेट पाल्नको लागि र परिवार खुसी पार्नको लागि हामी युवाहरू चाहिँ देशमा बस्ने स्थिति छैन। त्यही भएर नै अन्तिममा अब गर्न त यहाँ धेरै खोजियो, आफ्नै देशमा गरौँ, आफ्नै माटोको लागि गरौँ भन्ने सोचियो। तर देशले केही दिन नजानेर हो या हामीले दिन नजानेर हो। म जस्तो युवा, म मात्रै होइन, इभन सबै युवाहरू छन् आज मेरो उमेरका युवाहरू, कोही लागु औषधमा फसेर, कोही केमा फसेर देशमा नबस्ने स्थिति बनाइसकेका छन्। भोलि यस्तै हुँदै गयो भने देश पनि बेचिन सक्छ। हामी जस्तो अहिलेको हाम्रो जोस जाँगर यो देशमै केही कामको लागि युज हुनुपर्ने जोस जाँगर आज बाहिर लगेर बेचिरहेको छन् श्रम। त्यही पनि बाध्यता भएर हामी जस्तो युवाहरू बाहिर जाने चपेटामा छन्। त्यो मध्येमा एक म पनि पर्छु। नमस्कार, म पेसाले सरकारी जागिर नेपाली सेनामा कार्यरत छु। विगत 10 वर्षदेखि नेपाली सेनामा कार्यरत छु। मैले 28-30 हजार तलबले आफ्नो परिवार पाल्न र आफूलाई खाना मात्रै पुगेको अवस्था छ। 20 वर्ष नेपाली सेनामा दुःख गरेर पनि भोलि खाडी मुलुकमा दुःख गर्न जानुपर्ने अवस्था छ। देशको अवस्थाले गर्दाखेरि यस्तो भएको छ। 10-15 लाख लाएर पनि मैले पढेर केही पनि भएन। काम गर्दाखेरि पनि मैले 15-20 हजारले पनि केही भएन। आखिरमा खाडी मुलुकै जानुपर्ने स्थिति आयो। नमस्ते, म पढाइले चाहिँ होइन मास्टर डिग्री गरेर बसेको छु। तर देशको हालतले यतिसम्म भएको छैन। हामी जस्तो हजारौँ युवाहरू पुरै खाडी बेच्नु परेको छ। किनकि नयाँ नेपालमा भने जस्तो जागिर पाएको छ होइन, यत्रो मिहिनेत गरेर यत्रो मास्टर डिग्री गरेर बसेको मान्छे होइन, न त एउटा जागिर भने जस्तो छ होइन। 10-15 हजार मेरो न त एउटा गुजारा पनि चल्दैन लास्टमा होइन। हामी जस्तो हजारौँ युवाहरू चाहिँ होइन खाडीमै जानु बाध्यता भएको छ र बाध्यताले अर्काको देशमा गएर होइन हरेक कुरो खर्च गरेर भोग्नु परेको छ। यस्तो छ कि हाम्रो नेपालको हालत होइन, न त कसैले केही न त केही गर्न सकेको, न त भने जस्तो जागिर होइन। एउटा त्यत्रो पढे त्यत्रो के अरे खर्च गरेर पढेको अनुसार न त मैले एउटा भने जस्तो होइन आफ्नो एउटा परिवार फ्यामिली होइन पाल्न सक्ने एउटा जागिर नै भेटाएको छैन। न त आखिरमा जानुपर्ने आखिर खाडीमै हो। नमस्कार, म चाहिँ पेसाको हिसाबले कृषक। यही देशमा केही गरौँ भनेर मैले चाहिँ देशमा तरकारीहरू उत्पादन गर्न थालेँ। तरकारीको बजार मूल्य मैले उत्पादन गरेको अनुसार बजार मूल्य आउँदैन। मैले तरकारी उत्पादन गर्छु, काउली टमाटरहरू उत्पादन गर्छु। त्यही उत्पादनलाई चाहिँ फ्याल्नुपर्ने हुन्छ। इन्डियाबाट चाहिँ त्यही तरकारीहरू सस्तोमा ल्याएर नेपालमा उत्पादन गरे बजार भाउ चाहिँ छँदै छैन। मेरो पनि अब अन्तिम उपाय चाहिँ नेपालमा केही गर्छु भन्ने सोचेर गरेका थिएँ। भएको अलिअलि पैसा पनि डुबाएँ, घरमा ऋण लिए त्यो पैसा पनि डुबाएँ। लास्टमा जानुपर्ने म खाडी नै भयो। सरकार, विदेश हाम्रो रहर होइन, बाध्यता हो। नेपालमा पहिलो कुरा त जागिर खान पर्यो भने जागिर पाउन गाह्रो छ।
दोस्रो कुरा, यदि जुनै पनि सेक्टरमा जुनै पनि फिल्डमा भए पनि जागिर पाइहाल्यो भने 15,000 20,000 को जागिर पाइन्छ। सहरमा 15-20 हजारको जागिर गर्दा 5-7 हजार कोठाबाट खान बस्न गर्दा महिनामा बस्ने भनेको 1 रुपियाँ पनि हुँदैन। यदि नेपालमै चाहिँ उत्पादनलाई बढाउने हो र बाहिरबाट आउने सामानहरूलाई चाहिँ पूर्ण रूपमा बन्देज गर्ने, नेपालमै सामानहरू बनाउने र यहाँ भएका बेरोजगारी युवाहरूलाई चाहिँ रोजगारमा लगाउने, यदि वैदेशिक यात्रा बढिरहेको अवस्थामा विदेश जानलाई बन्देज गरेर नेपालमै चाहिँ उत्पादनलाई बढाउने हुँदाखेरि देशमा केही राम्रो हुन्छ भन्ने आश हुन्थ्यो। तर यहाँ आज देशको अवस्था यस्तो छ, विदेश नगइकन केही नहुने अवस्था आइरहेको छ। हामी अहिलेको युथको आक्रोश देखिहाल्नुभयो। हामीभन्दा तल्लो दर्जामा रहेर बसेको मानिसहरूलाई झन् कति लाइफ जनजीवन गाह्रो होला होइन। हामी त सानोतिनो लेभलमा अलिकति भए पनि त्यही 15-20 हजार भयो नि कमाउने युथ रहेछौँ। 1 रुपियाँ नकमाएर बस्ने मान्छेहरूको हालत आज के छ? त्यही हालतलाई सरकारले अहिले के गरेको छ, बाहिर जाने क्रम बढी छ। त्यही पनि त्यो एउटा नागरिकता बनाउनको लागि, एउटा पासपोर्ट बनाउनको लागि पासपोर्टहरू यो कपी गरेर बढाएको बढै छ सरकारले। पासपोर्ट बनाउनको लागि 12 देखि 15 हजार खर्च गरेर त्यही पासपोर्ट बनाउने स्थिति पनि मान्छेको हुँदैन। यति ऋण गरेर आमाको सुन बेचेर हुन्छ या बुढीको सुन बेचेर हुन्छ, सबैको विदेशिने बाध्यता जायज छ। त्यसैले यो कुरामा चाहिँ सरकारको एकदम ध्यान आकर्षण होस्। हामी यति युवाको युथ आक्रोश त यति छ भने देशभरिको युवाको आक्रोश हेर्नु होला। यो कुरामा चाहिँ मेन ध्यान आकर्षण होस् सरकारको। र अन्तिममा के भन्न चाहन्छु भने यो विदेशिने क्रम त बाध्यता छ, यसलाई फाइदा उठाएर दलहरूले नेपालमा 3 देखि 4 लाख लिएर उता पुर्याएर अलपत्र पारिरहेको अवस्था छ। र यो क्रम देख्दा पनि हामी आज विदेशिन बाध्य भएका छौँ।